वेलकम छ मेरो 100 जना भ्युअर्सहरुलाई। हुन त 1800 जना सब्स्क्राइबर हुनुहुन्छ, तर पनि हेर्नु हुने भनेको तपाईहरु 100 जना मात्रै हो। किनभने बाँकी चाहिँ रिल्स भिडियोबाट आउनु भएको, उहाँहरु चाहिँ फुल भिडियो हेर्नुहुन्न। आज चाहिँ एउटा च्यालेन्ज भिडियो बनाउँदै छु म। यो पैसा छ यहाँ 4000। मेरो बुढीले चाहिँ यो 4000 चाहिँ जित्न सक्छ कि नै हेरौं। उलाई म एउटा च्यालेन्ज गर्नेछु। उसलाई मैले 50 रुपैयाँ डेली दिएको हुन्छ कि नास्ता खानालाई, अनि उसले कति पैसा बचाएको रहेछ हेरौँ है। 1500 हुन्छ महिनाको 50 रुपैयाँले। अब त्यो 1500 मा कति चाहिँ बचाएको छ त्यो पैसाको म डबल दिनेछु, प्लस उसले आफ्नो सामानहरु बेचेर पनि यो पैसा जित्न सक्छ है। सलिना ओए बुढी कति पराउँछ रे भन्छ यता आएर पैसा केटा यो पैसा जित्न सक्छौ तिमीले। च्यालेन्ज गर्न सक्छौ? कस्तो च्यालेन्ज? यता हेर न के पैसा लिने। तिमीलाई मैले 50 रुपैयाँ दिएको छु, 1500 हुन्छ। त्यो 1500 मा कति पैसा बचाछ मलाई देऊ, त्यसको डबल दिन्छु। छ पैसा बचेको छ? हुन त के बस्ला र डेली नास्ता खाएर सकिएको होला, त्यही पनि होला नि। ल कति बचेको छ लिएर आऊ। कम अन पैसा डबल त्यसको। तिमीसँग 100 रुपैयाँ भन्दा बढी छैन जस्तो लागिरहेछ। ओके फलो गर्दैछु। भित्र भित्र जाऊ जाऊ जाऊ। लाइट अन। डोन्ट माइन्ड गाइस। घर चाहिँ पढ्छ, सानो छोरा छ, त्यही भएर यस्तै घरको पारा चाहिँ। तर मेरो ढुकुटी सरप्राइज। ओए यही राखेर छ त। ल त्यो 510 रुपैयाँ। पहरा पक एकछिन जस्तो हेर लगाउन। 100 रुपैयाँ, 200 रुपैयाँ, 220, 30, 235। अरु कहाँ छ? कहाँ लुगाको छ अरु? 235 रुपैयाँ जम्मा भयो हैन? सो उसले यो पैसा चाहिँ सायद पाउँदैन होला जस्तो लागिरहेछ, किनभने भर्खर त 235 भएको छ। अब कति छ र है? ओए 500 को नोट निकाल्ला के? बर्बाद हुन्छ यार, पैसा त जान्छ त मेरो। 500 1000 रुपैयाँ निकाल्यो भने त 30, 40, 300, 325 गाइस। अहिलेसम्म 325 भएको छ, यानि कि यसको डबल चाहिँ 650 हुन्छ। सो यहाँ चाहिँ 4000 छ। 4000 सम्म उसले पाउँछ कि नै हेरौँ। मेरो 4000 रुपैयाँ जाने भयो। पुन्टे पनि आइसक्यो। ओए पुन्टे कति छ र हो पैसा? भित्र हात हालिरहेछ त। ओए 1000 रुपैयाँ चाहिँ ननिस्कियोस्। खुद्रा पैसा छ, खुद्रा चान्चुने पैसा मात्रै। पुग्दैन 1000 रुपैयाँ पनि पुग्दैन जस्तो लाग्यो। 35, 335, 340, 350। छिटो गर्न नि, छिटो फास्ट। 350, 400, 450, 450। कमन 450, 500। ओए 1000 रुपैयाँ सकिनु भयो मेरो। 500 को 1000 रुपैयाँ, 500 को 1000 रुपैयाँ, 500 को 1000 रुपैयाँ। 600, 1200 रुपैयाँ पाउनु भयो। 650, 1250। अरु छैन यति हो? आम्बै, अनि यत्रो पैसा त तिमी जितेन त। अब जम्मा 600। ल अर्को च्यालेन्ज। अझ पैसा तिमीले जित्न सक्छौ। तिमीसँग भएको चिज तिमीले बेच्न सक्छौ तिम्रो भाइ बुहारीहरूलाई, तर उनीहरूले किन्दैन होला सेकेन्ड ह्यान्ड सामान। तर तिमीसँग केही त्यस्तो चिज छ भने तिमी बेचेर पैसा ल्याएर त्यसको डबल जित्न सक्छौ। छ केही बेच्ने चिज? सक्छौ बेच्नलाई? कन्भिन्स गर उनीहरूलाई, बेच। के छ बेच्ने यस्तो चिज? त्यो ब्याग देखिरहेको छु मैले एउटा चाहिँ, त्यो ब्याग चाहिँ बेच्न सक्छ होला। सकिन्छ? तर उसले पैसा डबलको लागि भयो। यो ब्याग हो, अस्ति भर्खर मैले दराजबाट मगाएको थिएँ। ओए पैसा डबल, ब्रान्ड न्यू। यो चाहिँ मैले युज पनि गरेको छैन है। पैसा डबलको लागि सस्तोमा नबेच है। सस्तो नबेच। ल गयो गाइस। अब उसले चाहिँ बेच्न सक्छ कि नै हेरौँ। किनिन्छ नै कसैले। मैले दराजबाट मगाएको यो ब्याग मेरो 800 रुपैयाँ परेछ त। आफ्नै भाइ त हो, 700 रुपैयाँ दे। ला बुहारीलाई किन्दै यो यस्तो बोक्न हुन्छ। उसले किन्दैन थाहा छ मलाई। किन्छ 700 क्वालिटी हेर्न यो। यी बुहारीलाई सामान हालेर हिँड्नु हुन्छ। भिडियो पनि बन्दैछ नि फेरि मेरो। दराजको यो अलि धोएर लिएर अनि बल्ल लिन्छु। धोएर यतिखेर कहाँ धुने त? अब पहिला किन नि धोइदिइहाल्छ नि हैन? पहिला किन अनि म धोइदिन्छु कि। ब्रान्ड न्यू छ गाइस। यसले कहाँबाट नराम्रो देखेको खै हेर्नु। एउटा पनि केही पनि भएको छैन। तिमीले चलाएको त छैन अहिलेसम्म? एकचोटि युज पनि गरेको छैन गाइस।
गाइस ब्रान्ड न्यू कति? 700 रुपियाँ 700 रुपियाँ 700 होइन 500 दिने भए देख्छु ओए झन् घटेर घट्दै भएन के 800 मा हो तल 700 मा 500 600 700 800 300 रुपियाँ कम 300 रुपियाँ कममा बेच्दैछ गाइस सेकेन्डमा 300 रुपियाँ कममा 500 रुपियाँ मात्रै ओए ल त दिदी त हो 500 रुपियाँ 1000 रुपियाँ लेख ओए त्यस्तो हुँदैन 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 गाइस 1000 रुपियाँ त्यो नाटक भयो भएन त्यो 500 रुपियाँ देऊ वापिस अब फेरि 500 रुपियाँ ल्याऊ खुसीले दिएको हो नि यो हुँदैन 500 रुपियाँ उसले त्यो हुँदैन ओए त्यो के भन्यो 500 रुपियाँ एक्स्ट्रा हुँदैन हुन्छ बर्बाद पारिदिने ओए बर्बाद जिन्दगी बर्बाद भयो मेरो ओए के गर्या 500 1000 रुपियाँ त्यो भयो अघिको कति 700 अघि कति थियो रे 650 भनेपछि 1000 प्लस 600 1650 गइजान ओइ के गरे फेरि के गरेको तिमीले त्यो बर्बाद डुबायो त तिमीले त मलाई अरू केही छ अरू अझ केही छ बेच्नु पर्ने पहिला उठबस गरेर दिन्छु के गरे यार मेरो पैसा त डुबाउनु बोल कति थियो रे 1600 कति भयो डबल 16 को 3200 एकछिन पाउनु मसँग 3500 यसमा मलाई 300 रुपियाँ देऊ वापिस भरे बेलुका ओके मेरो पैसा गयो मुस्किलले कमाएको पैसा ल खुसी छौ तर तिमीले पैसा बचाउनु पर्यो क्या नेक्स्ट टाइम यो च्यालेन्ज आउँछ फेरि पनि याद राखिराख अबको 2 महिना पछि आउँछ 3000 भयो भने 6000 पाउँछ गाइस यो चाहिँ मैले किन भनेको भन्दाखेरि यसरी अब उसले पैसा धेरै खर्च गर्दैन नि त अब यो गर्यो भने चाहिँ अनि अब उसले चाहिँ पैसा बचाउँछ किनभने बुढोले च्यालेन्ज भिडियो ल्याउँछ है भने उसले पैसा बचाउँछ एक्स्ट्रा खर्च गर्दैन एउटा यो दिमाग लागेको पनि मैले उसलाई दिएको हो त्यही हो तिमीले अहिले कति पाएको छ थाहा छ 3200 अनि प्लस त्यो अरू पनि राख्यो भने 5000 भयो भने तिमीले 10000 पाउन सक्छ ट्याप्प लाएर ओके बाई यही हो गाइस आजको यो च्यालेन्जलाई यहीँसम्म राख्छु नेक्स्ट चोटि आउनेछ भिडियो फेरि पनि हेर्दै गर्नु ओके बाई ट्याप्प लाएर